यो सुरुको एक लट यो भुत्ला चाहिँ फाल्नुपर्ने हुन्छ। दोस्रो लटको भुत्ला चाहिँ टक्क यहाँ नाङ्लोमा राख्नुपर्छ, झार्नुपर्छ। हावालाई के उडाइहाल्छ। अघिको जुन तिते बनाएको छ त्यो तितेसँग यसरी मासु मोलिन्छ। एकछिन रातो रातो होस् न। पानी अत्याधिक परिरहेको छ, पानी जताततै आइरहेको छ। हामीले वाचिपा बनाउन छोडेका छैनौँ, बवाल भइरहेछ। उहाँ तल पो जाउँ। कुन अरे भाले यही हो ल। यसलाई थाहा पाइसक्यो अब यसको आज अन्त्येष्टि हुँदैछ। राजुले चाहिँ कुदाउनु पर्ने क्या। तल मिला हाम्फालो ला उता गइहाल्यो नि। ब्रेकै लागेन है। मजा आउँदो रहेछ। ल साथमा छ भाले। अब हामी मासतिर जाँदैछौँ। अहिले हामी माथि बालडाँडा जाने क्रममा पानी। आजको भिडियोमा तपाईँहरूले वाचिपा कसरी बनाउँछ भन्ने विषयमा तपाईँले आजको यस भिडियोबाट जानकारी दिन सक्नुहुनेछ। हामीले स्पेसल वाचिपा बनाउने मान्छे चाहिँ गएका छौँ। यो सुरुको एक लट यो भुत्ला चाहिँ फाल्नुपर्ने हुन्छ। दोस्रो लटको भुत्ला चाहिँ टक्क यहाँ नाङ्लोमा राख्नुपर्छ। झार्नुपर्छ। हावालाई के उडाइहाल्छ। बरु उतापट्टि राखेको भए हुन्थ्यो। हावाले झार्नु छैन नि त, छोडिन्थ्यो। आज हाम्रो यहाँ हिँडेको नि सबैले निको पार्छ। हाल्नेको हो त्यो। इलाक्सी हाल्दैन। फेरि एक लट आगोमा पुग्नुपर्छ। बोका रहेछ एउटा सानो। खुट्टा पकेटा टाउको मात्रै मिलाएर ट्याक्क हाल्ने। होइन क्या अलिक मजाले
यहाँ माथि झुनाउ न झोला भने क्या अब यहाँ माथि झुनाउ न यहाँ पनि झुन्डिन्छौँ यहाँ पनि झुन्डिन्छ बोकेर चटपटी हानेको नि ढुङ्गा खोज्दा फुलबारी नै फुलबारी देखि लिएर पकाउनेदेखि लिएर सब अब त्यसलाई पखालौँ न त्यसले पानी लगाएर अहिले उयो हालौँ न यो चामल चाहिँ वाचिपाको लागि चामल चाहिँ यति चाहिँ याद राख्नु होला चामल चाहिँ हुनैपर्छ है अहिलेको जुन तिते बनाएको छ को तितेसँग यसरी मासु मोलिन्छ मजाले त्यसलाई चाहिँ हो त सबै केला यसरी दाबेर ट्याप्छ हामीले अनि हाल्ने क्या यो डाक्ला पनि हाल्नुपर्छ डाक्ला काटेर काट्ने त्यो मेन्डम ब्लाकै लाउ न लाउ के लाउने यसरी तिते र मासु मजाले यो तपाईँले देख्नुहुन्छ होला यो तितेमा त यति ठुल्ठुलो मासु भयो भन्छ तर पनि हामीले यो चाहिँ अलिकति सिँगै कुखुरा लगाएको छौँ अहिले आजको हाम्रो स्पेसल भनेको तितेको लागि नै फोकस रहनेछ त्यही भएर सम्पूर्ण मासुहरू यो कुखुरालाई नै हामीले तितेमा मोलिसकेका छौँ तिते अब कराईमा हाल्न योग्य भइसकेको छ अब यसको लागि यो वाचिप्पाको लागि चाहिँ इम्पोर्टेन्ट भनेको चाहिँ मेन भूमिका भनेको चाहिँ यो अदुवाले खेल्छ है अदुवा बेगर वाचिप्पाको अपुरो हुनेछ र अदुवा साथै लसुन रहनेछ र अब नुन खोर्सानी भनेको चाहिँ स्वाद अनुसार अदुवा चाहिँ फेरि त्यो मिक्सरमा कुट्ने त्यो छ्याक 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 पारेर कुट्ने होइन यो यसलाई पनि अदुवाको पनि एउटा तरिका हुन्छ यो भनेको एकदम स्लाइस तरिकाले काट्नुपर्छ है चम्ची लाएर यहाँ सुरु गरौँ न साथी चटपटेमा तेलै हालेर पनि दिदी हालेँ मैले ओखते भाइले भर्लाको पाता बोटुका छैन अनि ल अब कराई एकदम रेडी अवस्थामा छ है र यता यो प्याज र अदुवा भनेको प्याजलाई हामीले केही स्वादको लागि मात्रै लिएको छौँ तर प्याज हाल्नुपर्छ भन्ने चाहिँ छैन यसमा वाचिप्पाको लागि चाहिँ मेन भनेको चाहिँ तपाईँको अदुवा र लसुन चाहिँ एकदम अनिवार्य चाहिन्छ किनकि अदुवा लसुन बेगर वाचिप्पा पूर्ण रूप लिँदैन तेल चाहिँ भरसक चाहिँ तोरीको तेल भए राम्रो हुन्छ तर अहिले चाहिँ हामीले तोरीको तेल चाहिँ नभएको कारणले गर्दाखेरि सूर्यमुखी सनफ्लावर तेल हाल्दैछौँ एउटा अब यताको उसबाट भनेको बिरयानी यता हेर्दा फेरि चाहिँ वाचिप्पा यहाँ वाचिपा हो यता वाचिपा माइला यहाँ दुईजना अब हामीले यो अदुवालाई पनि हाल्यो काका त्यसलाई परम न गाडी हिर्काउँ कि अनि हालौँ कि अनि मजाले लाग्छ क्या त्यो सुकेको त्यत्तिकै हामीले बेसार पनि हालियो अदुवा चाहिँ पाएको छैन ल अब यो तितेसहित मिसिएको मासु हाल्ने बेला भएको छ अब चामल कतिखेर हाल्नुपर्छ भन्ने कुरा म तपाईँलाई एकैछिनमा म देखाउने नै छु यो आगोको वरिपरि बस्नुको कारण चाहिँ अब यति धेरै मान्छे चाहिँ किन भन्नुहुन्छ भने अब जाडो एकदम छ पानी परेको अवस्थामा सबै मान्छे भिजिरहेको छौँ हामी अहिले कताबाट हावा आउँदैछ यहाँ छ कि हावालाई पनि छेक्ने कार्यक्रम गरौँ किनकि आगो बल्न दिएको छन् राम्रोसँगले निर्माण मिसम क्या हो चाखा
साल्ट बे साल्ट बे यो यस्तो हो क्या यो त कराईलाई ढाकिसक्यो त हातले त हामी पानी परेको मौसम पनि भन्नु नि दाइ त्यहाँ अलिक हाल्नु चामल ए खोर्सानी हाल्नु च्याप्टे हाल्नु च्याते हाल्नु अब आवश्यकता अनुसार नुन हाल्ने हो अनि खोर्सानी हाल्ने हो है सबै हाल्दा हुन्छ हाल्दियो सबैले चामल टमाटर र खोर्सानीको अचार बनाउनु लाउनु पाए चाहिँ हुन्थ्यो दामी हुन्थ्यो झन् होइन बाटो त मुत्तिएको थिएन हौ के अरे है बाटो त मुत्तिएको थिएन बाटो त मुत्तिएको थिएन अलिकति साको त यतापट्टि भाइले फर्लाको पत्ता टिप्दैछन् ल यो चाहिँ हल्का पानी परेको अवस्थामा हुस्से लागिरहेको छ हेर्नुहोस् त ओ माई गड ल यो चाहिँ यो खतरा जोगाड हो देशी जोगाड हो जुगाड हो यो चाहिँ यसलाई यो भर्लाको पात भन्छ यो भर्लाको पातमा आज हाम्रो चाहिँ हिजो अस्ति भनेको चाहिँ हाम्रो कोलाको पत्तामा हुन्थ्यो भने आज भर्लाको पत्तामा हामी पस्केर खानेछौँ ऊ पक्रिनु न ल अब तेजपत्ता पनि पक्रि त छेउमा आयो सबै हाल्यो अलिक अग्लो आगो भए त हामीले सबै हाल्नु ल अब हाम्रो यो मासु केही हदसम्म पाइएको छ अब चामल हाल्ने बेला आएको छ सबै हाल्दिनु न सबै पानीसँगै हालिदिनु न त्यो होइन त्यो होस् न फाटा पानी होला नि गरम किगडा हाल्नु हौ ए गरम कुरामा हाल हाल्नु सबै हाल्नु अरू जाडो मार हो चिसो भयो अब यसमा चाहिँ पानी हाल्दिने अब यसरी पानी हाल्नुपर्छ अहिले यति छोपिदिउँ भने एकचोटि त ल पानी एकदम मजाले परिरहेको छ लोकल डिस हो यो अलिक पानी हाल्नुपर्छ दाइ पानी अत्याधिक परिरहेको छ पानी जताततै आइरहेको छ हामीले वाचिपा बनाउन छोडेका छैनौँ हाम्रो बवाल भइरहेको बवाल भइरहेछ त्यति बेला हुनुहुन्छ हामीसँग रजित ठाकुरज्यू र त्यसै गरी यता हुनुहुन्छ हामीसँग अत्याधिक पानी परिरहेको छ हाम्रो बिजोग पनि महाबिजोग भइरहेछ है यसरी अवस्था छ यहाँ आगोलाई चाहिँ हावाहुरीबाट चाहिँ पानीबाट बचाउनको लागि नाङ्लो प्रयोग गरिरहेको छौँ पानी एकदम आएको छ सबै भिजायो है जाडो भएको भ्लग बनिरहेको छ ल अब हाम्रो नेरा हुँदैछ अलिक गिलो गिलो भयो क्या त सायद यो चामलै अलिक गलत ठाउँबाट ल्याएको नि होला अहिले ठिक छ हाम्रो वाचिपा रमाइलो अवस्थामा हुनु लागेको छ पानी परेर हल्का रोकेको जस्तो अवस्था छ तर हावा चाहिँ मजाले चलिरहेको छ जाडो अत्याधिक छ है साथीहरू ल यता हाम्रो ह्यान्डसम हरिद्वार चाहिँ
फोटो सेसन कार्यक्रम धमाधम चलिरहेछ अत्याधिक पानी परिरहेछ जाडो भइरहेछ अब हामीले चाहिँ यहाँ व्यवस्थित तरिकाले खानु सकेनौँ कि पत्ता आँखाको ठाउँमा यसरी बोक्ने हो Hello, Daddy. Hello. Hello, Watipa. सबैको पुडी खेर तिम्रो मात्रै पुडी हो र सबैले एक एक डाँडो मात्रै हालिदिएको छु ल अहिलेलाई बेसीकै होस् एक डाँडो हाल अन्त पुडीले छोड्नु हुँदैन अहिलेलाई मात्रै हो अरू त सबै ठिकै थियो कि तर यो हावा पानीले गर्दाखेरि चाहिँ अति जाडो दुई डाँडो अट्दैन नि त समस्या चाहिँ छ नि त कहीँ भिडियो बनाइसक्नु भयो ल त लु ल खाऊ न वाची पास है चल्ने पर्छ नि डढेको चाहिँ मलाई हाल है डढेको चाहिँ ल लु खाऊ ल यो चाहिँ वाचिपा यस्तो दामी छ है पातमा है के को पात अरे घरलाको पात घरलाको पातसँग चट्ट ल ओ खाते के छ बहुत बिजोक रमाइलो चाहिने भन्दा धेरै बिजोक भयो हाम्रो यो खालको बिजोक त हुँदैन होला हो सबैलाई यो चिसोले पानीले गर्दाखेरि ठाउँसँग बाटो बनाएको छ ल आजको हाम्रो यो वाचिपाको भिडियो रहेको थियो हावा पानीको कारणले गर्दाखेरि अत्याधिक चिसो भएको कारणले गर्दाखेरि हामीले राम्रो तरिकाले बसेर खान सकेनौँ हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला आगामी दिनहरूमा यस्तै भिडियोहरू हजुरहरू समक्ष म राखिदिनेछु र यो भिडियोमा केही कमी कमजोरी भएको अवस्थामा कृपया हजुरहरूले कमेन्ट गरिदिनु होला आगामी भिडियोहरूमा म सुधार्ने म कोसिस गरिदिनेछु र आज एकदम जाडो भइरहेछ क्या एकदम बोल्न सक्ने अवस्थाहरू पनि छैन अत्याधिक पानी एकदम भिजाइरहेछ आउँदा पनि भिजाएकै हो र यहाँ बसिन्जेल पनि खाने अवस्थामा पनि पानीले भिजाएको छ र यस्तो ठाउँमा बसेर खानु परेको छ जताततै हावाहरू आइरहेछ एकदम अत्याधिक जाडो छ यो भाइ बहिनीहरूलाई जस हामीले बालेको आगोले धेरै रात पुगिरहेछ लास्टमा विकल्प भाइहरूले सबै त भाइ बहिनीहरूले आइन्छ सुजन जङ राई सब्सक्राइब गरिदिनु होला हामीले वाचिपा खाँदा खाँदै पुरा भिडियो पनि हुन पाएन कि राम्ररी पानीले गर्दाखेरि हाम्रो भाइ बन्दीपुर जाउँला साथै